हेलो नमस्कार शिवारो साथीहरू सम्पूर्णमा हामी तीनैजनाको तर्फबाट नमस्कार। यो हाम्रो चाहिँ फर्स्ट अनि न्यू ब्लग हो है। योभन्दा अगाडि हामीले ब्लग चाहिँ बनाएको छैन। हामी चाहिँ आज ऊ पर झन्डा भगमा गएको जानु नसक्यो भने हामी म्याङलुङको झन्डा भगमा त्यही त फोटो खिच्नको लागि हामी चाहिँ आएको है। फेरि हो त्यो मान्छेलाई हटाइदिउँ हामी तीनजना भएर। ओ बाँदर बाँदर गेडे गेडे कसरी तैँले बाँदरलाई गेडे भनेको खाइसब गुटै। त बाँदरलाई के भन्न चाहन्छस्? हाम्रो पूर्व पुनः त बाँदरलाई गेडे भन्नु पाउँदिनस्, अर्कै भन् के भन्न चाहन्छस्? यो मान्छे चाहिँ सिँगान फ्याँक्नुलाई तयारी अवस्थामा थियो। मैले भिडियो बनाउने बित्तिकै फेरि भिडियोमा नदेखाउँ म सफा मान्छे भनेर फेरि सिँगान ल उसको लुगा ल लुगाले नै पुस्दैछ। मलाई मात्रै लान सक्दैन प्लिज। म तपाईहरुलाई बिन्ती गर्छु, मलाई यार एउटा फोटो खिच्दिनु होला प्लिज। बाँदरसँगको बाँदरसँग हेर पोजमा उभिरहेछ त बाँदर हो। साथीहरू आज चाहिँ हामी यहाँ आएको कि फोटो खिच्नुको लागि। नजिकै थियो कि हामी, मतलब यहाँबाट हामी बसेको ठाउँ चाहिँ नजिकै हो, तर पनि हामी आउनु पाएको थियौँ पाए पनि अल्छी लाग्थ्यो। अनि आज चाहिँ हामी तीनजना के जोस चलेर हिँडौँ भनेर हिँडेको भनेको हामी तीनजना हो। त्यही त यो ग्रुपमा अरू कोही थपिँदैन, थप्न पनि चाहँदैन हो मान्छेहरू। के भयो थपौँ भन्दा पनि थपिँदैन। ओ सब ओ कति धेरै रहेछ, नगर पुनः नगर। ल यसलाई चाहिँ अब फोटो खिच्नु पर्ने रे साथीहरू। फोटो खिच्छ भने नि यो केटी आमा जति फोटो खिच्नु नअगाउने मान्छे हो कि यो मान्छे। अलि पोज हान्न। राम्रो छ त हौ। अनि कस्तो चाहिएको साथीहरू? अब चाहिँ हामी होइन ऊबाट फोटोहरू खिचेर टिकटकहरू बनाएर गएको रुमतर्फ। कस्तो भयो आज भन्? यस्तो खालको दामी भयो। पुनम कस्तो भयो आज तँलाई? अब हामी रुमतिर गएको साथीहरू। आजको हाम्रो दिन यत्तिकै गयो, घुमेरै गयो, हाँसेरै गयो। यसले सिँगान फ्याँकेर त्यहीँनिर पुचित ओ तेरो नाक देखा त, ओ तेरो नाक देखा, तेरो नाकमा सिँगान छ देखा न। आइन यसले फेरि सिँगान पुसी सिँगान पुसी सिँगान पुसी। गाइस मेरो ह्याङ्की सस्तोमा ह्याङ्की छ हाम्रो पाटैभरि हौ। छि उसको लुगाले चाहिँ सधैँ पुस्दी रहेछ हो। यो मान्छे त फोरी रहेछ है साथीहरू। फोरी हेर्दा मारिदिन्छु है। मेरो बुढाले मार्छ है यसो गरेको थाहा पायो भने। तेरो अम्ला फेरि बाङकुडिन्छ। यो कम त छाडा भयो कि थियो आजभोलि बैस सडेर हो कि? अब निस्के भर्खर दबाई खानु आँटेको तैँले। ल फेरि स्टार्ट। ल जाँदैछु टाढा माया तिमीलाई छोडी, फेरि आउनेछु फर्की माया वचन तोडी।